अड्किसक्यो गाडी के गर्नु ओए मार्यो ले भयो आम्मा ल छेछ यहाँनिर थोरै चाल हेरिदिउँ हान न हान टक्क हाम्रो महादेव ठ्याक्क फिट भइसक्नु भएको छ सानो गाडीमा यत्रो ठुलो महादेव फिट हुनुभयो होइन ए देखेँ अनि अब चाहिँ यहीँबाट हो डबल लगाइस हाम्रो उयो चाहिँ यहाँ लाग्नु आँटेको रहेछ फर्पिङको यहाँनिर लाग्नु आँटेको छ है हाम्रो हेलो एभ्रिवान होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु एन्ड वेलकम ब्याक टु माई अनदर न्यू एपिसोड फेरि पनि सरी गाइज सबैजनालाई भ्लग चाहिँ आफ्टर लङ टाइम पछि आइरहेछ पछाडि यहाँ गर्दैछ यो यहाँ ड्राइभर अहिले चाहिँ कुकुर बिच यहाँनिर बाँधेको यहाँ लुगा सुकाइराख्नु भएको छ त्यही भएर बिजी आयो कि यसरी बाइकमा भ्लग आउँथ्यो अहिले चाहिँ गाडीमा आउँछ चिटिक्क सानो भाले फ्यान किनेर यो चाहिँ टक्क यहाँ टाँच्नुपर्ने हुन्छ भगवान् भन्ने भगवान् हो महादेवको चाहिँ ठुलो फ्यान लगाइछ हामीले चाहिँ यहाँ टाँच्दैछौँ टक्क हाम्रो महादेव ठ्याक्क फिट भइसक्नु भएको छ सानो गाडीमा यत्रो ठुलो महादेव फिट हुनुभयो होइन त्यो अगाडि बस्ने होला नि ए आज त साँच्चै आन्टीको हुन्छ केटाले ब्याग अझ थोरै भयो जाला है जाला भयो घुम्छ गाडी आँट्दैन जस्तो भयो ब्याग नसार न गाडी भगेर त घुम्दैन यहाँ ए घुम्दैन अब अड्किसक्यो गाडी के गर्नु ओए मार्यो ले औ बिस्तारै भयो आम्मा इन्चीमा धन्न ब्रेक लगाएर नभए छुइसकेको थियो ल छुएछ यहाँनिर थोरै केही छैन सुरुमा यस्तै हुन्छ ल केही छैन कहिले काहीँ हुन्छ सो गाइज यो गाडी चाहिँ होइन ठ्याक्क आकाशले अहिले लाइसेन्स निकालेको छैन नि त त्यही भएर लाइसेन्स निकाल्नुको लागि यसो सिक्नु पनि हुन्छ हात बसाउने भनेर मात्र किनेको हो क्या यो गाडी चाहिँ खासमा त्यही भएर अहिले चाहिँ त्यति पर्फेक्ट भएको छैन केटो अब हुँदैछ पहिलाको भन्दा चाहिँ धेरै पर्फेक्ट भइसक्यो चिटिक्क पाँचजना चाहिँ ठ्याक्क आँट्छ त्योभन्दा बेसी चाहिँ आँट्दैन कहिले जस्तो हो किन हामी जान्छौँ कता गोदावरी जाने होइन अहिले गोदावरी जाने हो टक्क पिकनिक गोदावरी यो कता राख्नु ठाउँ पनि छैन त्यहाँबाट बजिरह्यो यो भएको छ यो पुरै हरियो हुन्छ क्या पुरै कस्तो दामी हुन्छ क्या डेकोरेट पनि खतरा गरी गर्दैछ क्या ल हेर्नु न यस्तरी गर्दैछ डेकोरेट पनि पुरै बारहरू लगाइरहेको छ यहाँदेखि वहाँसम्म भयो एकदम धेरै हुन्छ क्या यहाँतिर यस्तो छ तर सानो छ क्या धेरै ठुलो छैन खोलाहरू चाहिँ पानी कस्तो छ हेर्नु न अब पानी पनि चिसो छ एकदम सफा सङ्लो जस्ट रमाइलो छ ठाउँ चाहिँ एकदमै बवाल फ्यामिली पिकनिक टिकटक स्टाइल हेरिदिउँ हान न हान ल है A few moments later. ल गाइज हामी चाहिँ अब घर आइसकेको होइन गोदावरी पिकनिकबाट सबै अघि नै घर आइसकेको सो अहिले चाहिँ हामी जान आँटेको उता हाम्रो अफिस आज अफिसदेखि बोलाउनु भएको छ हाम्रो विक्रम दाइले म्यानेजर दाइ हो उहाँले बोलाउनु भएको छ अलिकति काम छ अरे उतानिर के भन्छ फर्पिङनिर त्यही भएर चाहिँ हामी यहाँ जाँदै गरेको आज स्याटरडे भए पनि दाइहरूले बोलाएपछि नजाने त कुरो भएन नि त लाग्दै गरेको गाइज अलिकति ढिलै भइसक्यो खाजासाजा खाने हुँदाखेरि 3x करेन्ट पकाएर खाइदिएको पेट पोलिरहेछ क्या पुरै
भन्दा यो ग्रिन लाइट निप्नुभन्दा अगाडि आइयो कताबाट यताबाट हो त्यताको लेनबाट काट्नु त्यो अलिक उयो हुन्छ मिल्छ क्या यताबाट यो आबाट जान दिन्छ क्या सिधै आउँ कि अलिकति बाटो हट्ने हो ओ पासा पासा के दोस्त एनएस हो तिम्रो ओलोमा थाहा नै थिएन यार यहीँ फेरि बुढीलाई कल गरे हो क्या हो ल ठिक छ ल हामी यसकै लागि आएको यो बाइक चाहिँ पुऱ्याउनु पर्ने हुन्छ खोइ कता हो दाइहरूलाई थाहा छ यो चाहिँ 1 2 3 4 5 6 7 थुप्रैवटा रहेछ स्कुटर लानु पऱ्यो R1M चाहिँ रहेन रहेछ न सरर चलाएर लग्नु हुन्थ्यो एमटी पनि छैन हाम्रो स्कुटर छ FZB2 FZB3 एमटी छैन अर्कोचोटि R15 चाहिँ छैन R15 लादिनु पर्यो ए हो R15 चलाउनु पाए त मा स्वर्गै पुगिन्थ्यो यार यो अब यामा स्कुटरमा ओ नयाँ स्कुटर चलाउनुको मजा चाहिँ छुट्टै है फेरि एकदमै ल है जाउँ कताबाट जाने हो अब दाइले जुन बाटो लानुहुन्छ हामी चाहिँ त्यही बाटो जाने हो टक्क हेर्दै आउँ के हो जोत्नै आउँछ त मा त सो गाइज हाम्रो वान अफ द मोस्ट यामाको यो रेजेड आर भन्ने चाहिँ एकदमै सेलमा छ जस माइलेज पनि राम्रो छ यो स्कुटरको पिकअपहरू पनि एकदमै राम्रो छ अनि यसमा धेरैहरू पनि दिएको छ नि त त्यही भएर यो चाहिँ अनि बबाले छ स्कुटर है स्मुथ त्यही माथि नयाँ R15 टेस्ट राइड गर्नु दिए पो मजा आउँछ त मलाई चाहिँ फेरि R15 एकदमै मनपर्छ है गाइज R15 चाहिँ मेरो बेस्ट नै हो क्या मतलब R15 यो RC हुन्छ नि बाइक अब भनेको त बुझ्नुभयो होला त्यो टाइपको चाहिँ मेरो लागि चाहिँ एकदम बवाल हो क्या मलाई चाहिँ एकदमै मनपर्छ क्या त्यस्तो टाइपको बाइक त्यही भएर अब मेरो नेक्स्ट बाइक पनि त्यही हुन्छ जस्तो लागिरहेछ म हुन्छ हेरौँ कि त RC हुन्छ कि R15 हुन्छ है सो गाइज हेर्दै गर्नु होला ब्लगहरू चाहिँ R15 आएपछि चाहिँ म बवालै बनाउँछु अहिले चाहिँ अब स्कुटरमा हामी चाहिँ लागिरहेछौँ फर्पिङसम्म होइन हाम्रो निर्चनको घरतिर लागिरहेछौँ स्कुटर लिएर सरर अब कम्पनीको स्कुटर हो अलिक बिस्तारै नै कुदाउनु पर्ने हुन्छ फेरि यताउति भयो भने चाहिँ अलिकति अब नरमाइलो हुन्छ नि त अलिकति विश्वास गरेर बोलाउनु भएको छ जुन चाहिँ अब उसले चाहिँ सेफसँग लानु सक्छ भनेर बोलाउनु भएको छ त्यो कारणले गर्दाखेरि पनि अब सेफली लानुपर्ने हुन्छ क्या गाई मजा त मजै छुट्टै छ नयाँ स्कुटर हो होइन अलिकति कस्तो हल्ल्या जस्तो लागिरहेछ त्यहाँ सायद त्यो टायर प्रेसर बेसी भयो जस्तो छ आनन्दले किलोमिटर जेरो छ अब यसरी चलाउँदाखेरि कस्टमरले अलिकति ऊ भन्नुहुन्छ नि त सो त्यही भएर चाहिँ यो जेरो राखेको त्यस्तो बिग्रिया चाहिँ होइन है फेरि बिग्रिया चाहिँ होइन ओ रेसर बाबु खतरा देखाएको ठिक हो त नयाँ हेलमेट मेरो त हेलमेटै गरौँ भइरहेछ यार एनके बत्यो अगाडि NS 200 छ ओ ड्युक पनि रहेछ मास यसरी मलाई ग्रुपमा राइड जानु मन छ तर के गर्ने यहाँ छैन केटाहरूको कसैको बाइक नै छैन गतिलोवाला कुदाउँदैनन् त्यही भएर मलाई त झ्याउै लाग्छ एक्लै बनाउनु कता जाने हुन्छ त्यही भएर भ्लगहरू पनि बनाउनु यस्तै हो गाइज अब होइन माइन्ड नगरिदिनु होला अब ल्याउनु त ल्याउँदैछु जुगाड गरेर भए पनि यताउति कन्टेन्ट निकाल्नु खोजेर भए पनि ल्याउनु चाहिँ ल्याइरहेको छु बेसी माइलेज दिने स्कुटर भनेको चाहिँ यही हो होइन यही भन्छन् र माइलेज पनि खतरा छ यसमा इन्जिन लाइट बल्यो देख्नुभयो यो ठ्याक्क किलोमिटर चलेन अनि त्यही भएर इन्जिन लाइट चाहिँ बल्दै हो क्या सो हाम्रो ऊ पनि भ्लगर हो नि त यो के भन्छ यो थर्डमा हिँडिरहेछ नि यो बाइकमा FZ52 ऊ पनि भ्लगर हो क्या अनि उसकोमा चाहिँ राम्रो भ्युज जान्छ भनेर भनिरहेछ गाइज अब के गर्नु आफू त भन्नु पनि मिलेन होइन आफ्नोमा त भ्युज पनि जाँदैन कुनै बेला जान्छ कुनै बेला जाँदैन क्या आज अहिले त झन् जानै ढ्याप्पै बन्द गरिदिएछ खोइ के भयो R15 कुदाउनु पाए चाहिँ बबाल मजा आउँथ्यो गाइज अब के गर्नु होइन यस्तै छ सो नेभर माइन्ड अब आफ्नै किनेपछि कुदाउँछु R15 भने चाहिँ R15 हो है फेरि
ओहो आन्टीले चलाइदिरहेको छ यार बाइक त के हो लौ न ल केटाहरू अब फ्लप खाइसक्यो ल केटाहरू फ्लप खाइसक्यो अब यहाँ आन्टीहरूले चलाउन थालिसक्यो बाइक अब केटाहरूले फ्लप खाइसक्यो लेट्स गो गाइस स्पिड बढा मज्जा यो कुद्यो म्याम पागा भोसडी वाले वाउ कति मजा आउँछ क्या यो बाटोमा मासला R15 कहिले किन्छु र म फेरि यसरी भ्लग बनाउँदै हिँड्छु क्या नगरहरू जानु छ यताउति डुल्नै बाँकी छ क्या गाइज म त तर के गर्नु यार बाइक छैन नि त अब टिममेट पनि हुँदैन अब यसरी ग्रुप हिँड्दाखेरि पो मजा आउँछ त होइन अब चाहिँ एक्लै त भुत्रा गर्नु हिँडिराख्नु त्यो खोया जस्तो डुखुर लन्ठ्याङ गर्दै के हिँडिराख्नु है एक्लै त त्यही भएर केटाहरू यसो ग्रुप बनाउनु खोज्छु छँदै छैन क्या मैले कतिजनालाई त रिक्वेस्टै गरिसकेँ क्या यस्तै छ हालखबर अहिले आएर म यो आन्टीसँग रेस परिरहेको छु यार यो आन्टी मसँग रेस खेलिरहेको छ यार ल अगाडि जानै दिएको छैन क्या अब स्कुटरको पावरै त्यति हुँदैन नि त बाइकको जति अगाडि जानै दिइरहेको छैन अघिदेखि पेल्नु खोजिरहेको छु को यो एमालेको झन्डा झुन्डाउने यो आन्टीले मलाई पेल्नै दिइरहेको छैन हेरौँ है गाइस कि अहिले चाहिँ देला कि नभए अघिदेखि चाहिँ दिइरहेको छैन क्या यो आन्टीले मलाई पेल्नै दिइरहेको छैन क्या ल ल ल ल ल ल देख्यो गाइस ल ओ शिट म्यान व्हाट द हेल म्यान ओहो नदिने पो मलाई पेल्न ल गाइस हाम्रो उयो चाहिँ यहाँ लाग्नु आँटे रहेछ फर्पिङको यहाँनिर लाग्नु आँटेको छ है हाम्रो मेला चाहिँ एक्सचेन्ज बेस्ट एक्सचेन्ज त्यो यसकै लागि रहेछ यस्तो चाहिँ भइरहेको छ क्या हाम्रो यो के भन्छ ठाउँ ठाउँमा भइरहेको छ ठुलो मेला अस्ति नै उता लागेको थियो सो गाइज हामीले चाहिँ यसकै लागि लिएको यहीँनिरको लागि लिएको अब यहाँ अझै बाइक ल्याउनु बाँकी छ लगाइज अब यसरी नै ल्याउनुपर्छ अरू बाइकहरू पनि त्यसको लागि चाहिँ अब सबै भ्लग देखाउँथ्यो हजुरलाई अब ब्याट्री स्याट्री छैन गोप्रोको त्यो अब लाइक सब्सक्राइब कमेन्ट चाहिँ गरिदिनु होला सो भेटौँला नेक्स्ट भिडियोमा बाई अनि अब चाहिँ यहीँबाट हो डबल कि एक